हेलो गाइस, आज चाहिँ म थुक्पा खान गइरहेको छु है। थुक्पा चाहिँ आलुसँग अनि ओनियन पनि लगाएको थिएँ मैले। अनि कस्तो मिठो भएको थियो, हेर्दाखेरि सादा देखेको थियो होइन, तर खाँदाखेरि चाहिँ एकदम मिठो भएको थियो है। अन्त म चाहिँ खाइबसेँ है, यताउता नहेरिकन, किनभने पुरा बेसी भोक पनि लागिरहेको थियो। अनि यसरी मैले खाइबसेँ, साह्रै मिठो भएको थियो। अनि म चुपा लागेर मजाले खाइबसेँ, साह्रै मिठो भएको थियो है। दामी दामी भन्दै मैले खाइरहेको थिएँ। अनि मलाई आमाले चाहिँ अलिक थुक्पा खान्छ जस्तो भनेर भन्नुहुँदै थियो। अन्त मैले चाहिँ भयो म खाँदिनँ भन्दै थिएँ। अनि मैले चाहिँ गम्तीमा मजाले खाइबसेको थिएँ। अन्त आमाले फेरि सब्जी ल्याइदिनु सब्जी भन्नुहुँदै थियो। अन्त मैले होस् होस् म भयो यति नै खान्छु भनेर मैले चाहिँ सरासर गप खानु थालेँ। मलाई चाहिँ मिठो भयो भयो म खाँदिनँ भन्दै मैले खाइबसेको थिएँ। आजको थुक्पा चाहिँ यति बेसी मिठो भएको थियो। सुप पनि है, तातो तातो सुप। अनि आलुको झोल, आलुको सुप त दामी भएको थियो।